लाटा बुढो भनेर चिनिने है, ट्राफिकमा सधैँ तल कन्भोय ग्राउन्डमा ट्राफिकलाई पनि एसिस्ट गरिरहने बुढोको संस्कार अलिकति सस्पिसियस नेचरमा उहाँको मृत्यु भएको थियो उहाँकै वासस्थानमा तादोङमा है। त्यसमा चाहिँ 28 तारिक राति श्री तेजपाल प्रधानले एउटा एफआइआर दिएको थियो सदर थानामा, र त्यो सदर थानामा चाहिँ हामीले त्यो एफआइआरको बमोजिम एउटा युडी केस रेजिस्टर गरेको थियौँ। र त्यही दिन राति हामीले पुलिस लेड बाई पिआई मनिष गुरुङ, उहाँले त्यो पिओलाई सेक्युर गरेको थियो त्यो राति। र त्यही रातिदेखि नै हामीले उहाँको जुन चाहिँ मृत शरीरलाई इन्स्पेक्सन गर्दाखेरि अलिकति संस्कारबद्ध सस्पिसियस उसमा चाहिँ देख्दाखेरि हामीले त्यसलाई सेक्युर गरेर राखेको थियौँ। र भोलिपल्ट चाहिँ इन्क्वेस्ट चाहिँ हामीले हाम्रो फोरेन्सिक एक्सपर्ट्स टिमलाई पनि त्यहाँ पिओमै बोलाएर र मेजिस्ट्रेटलाई पनि त्यहीँ नै बोलाएर हामीले इन्क्वेस्ट कन्डक्ट गऱ्यौँ। र त्यति बेला इन्क्वेस्ट कन्डक्ट गर्नुको साथसाथै त्यो सस्पिसियस नेचरमा उहाँको मृत्यु भएकोले गर्दाखेरि सिसिटिभी फुटेजहरू पनि खङ्गाल्नुमा हामी हाम्रो पुलिस पर्सनल है, प्लेन क्लोथ डिटेक्टिभ सदर थानाकोलाई एक्टिभ गरेको थियौँ है। र त्यो दिनको 28 तारिकको जुन चाहिँ दिउँसोको सिसिटिभी फुटेजमा चाहिँ हामीले एकजना अन्जान व्यक्ति स्ट्रेन्जर चाहिँ त्यो जुन चाहिँ पिओ छ जहाँ चाहिँ मृत शरीर भेटाइएको थियो उसको वासस्थानमा, उसको रेन्टेड रुममा, त्यहाँ चाहिँ 3:02 चाहिँ एकजना अज्ञात व्यक्ति युथ, एकजना टोपी लगाएको, सेतो टोपी लगाएको र ग्रे ज्याकेट लगाएको व्यक्ति चाहिँ भित्र पसेको सिसिटिभी फुटेजमा देखिएको छ। र 3:42 चाहिँ फेरि ऊ बाहिर निस्केको छ एलोङ विथ वान अम्ब्रेला, र अम्ब्रेलासँग बाहिर निस्केको छ। र त्यसलाई फलोअप गर्दै गर्दै हामीले खङ्गाल्दै सिसिटिभी फुटेज जहाँ पाउँछ त्यो हेर्दै जाँदाखेरि चाहिँ त्यो मृतकलाई चाहिँ जो बुढो जो खस्यो उहाँलाई चाहिँ तादोङ खाङ्ग्री पेट्रोल पम्पदेखि नै उसले फलो गरेको पाइएको छ। र उसले फलो गर्दै आएर चाहिँ जब ऊ भित्र आफ्नो वासस्थानमा पुग्यो 3 बजीतिर, त्यहाँदेखि 3 बजीभन्दा अलिक अगाडि पुग्यो होला सायद, त्यसको बादमा चाहिँ उसको त्यो अज्ञात व्यक्तिको इन्ट्री चाहिँ 3:02 भएको छ। सो स्ट्रङ suspicion arose towards that needle of the suspicion arose towards that suspected person जो चाहिँ भित्र पसेको छ है। त्यहाँदेखि हामीले खङ्गाल्दै जाँदाखेरि चाहिँ पुलिसले यो इन्फर्मेसन पनि पायो कि यो मान्छे चाहिँ फलाना मदन राई हो, उता याङगाङ निवासी माङ्लेको बस्तीको याङगाङ निवासी यो केटा हो। र यो केटा चाहिँ यहाँ गान्तोकमा चाहिँ कोही होटलमा काम गर्नु आएको, बेसी भएको पनि छैन है, 3-4 दिन हुँदैछ। र होटलमा काम गर्नु आएको र होटल रोयल सेरेनिटी पानी हाउसमा चाहिँ उसले काम पनि पाएको छ। र उसले काम पाइसकेपछि उसको लगेजहरू लिनुको लागि चाहिँ आरिथाङमा गएको छ भन्नेसम्म पुलिसले खबर पायो। र पुलिसले चेज गर्दै जाँदाखेरि चाहिँ त्यो होटलमा पनि गएर पुलिसले सोधेको छ है। पुलिसले सोद्धाखेरि चाहिँ यस यो मान्छे चाहिँ हाम्रोमा 1-2 दिन अगाडिदेखि काम पाएर मैले काममा नियुक्ति गरेको छु र यसलाई चाहिँ अहिले चाहिँ यो 29 तारिकको दिन चाहिँ यो मान्छेलाई चाहिँ मैले आफ्नो झोला आफ्नो लगेजेसहरू ल्याउनु भनेर मैले पठाएको छु भन्दाखेरि चाहिँ
फेरि इन्फर्मेसन यस्तो पनि पुलिसले पायो कि यो मान्छे चाहिँ आरिथाङमा उसको साथीसँग बस्दैछ र आरिथाङमा एकजना दीपक तामाङको घरमा चाहिँ बस्दै थियो भन्ने चाहिँ खबर पुलिसले पाएपछि चाहिँ पुलिसले चाहिँ गएर उसलाई चाहिँ आरिथाङको एराउन्ड आरिथाङ जहाँ त्यो दीपक तामाङको घरमा ऊ बस्छ त्यही घरको एराउन्ड त्यही नजिकबाट ऊ निस्केर त्यो होटलमा जाँदै गर्दाखेरि चाहिँ बाटोमा त्यही एराउन्ड आरिथाङमै उसको एरेस्ट भएको छ, उसलाई पक्राउ गरिएको छ। र फर्दर मैले यो एड गर्न चाहन्छु, यो जुन चाहिँ इन्क्वेस्ट चाहिँ सन्डे भएकोले गर्दा है, सन्डे इन्क्वेस्ट कन्डक्ट भएन र हिजो चाहिँ यो इन्क्वेस्ट उसको कन्डक्ट भयो है, इन्क्वेस्ट कन्डक्टेड है। र इन्क्वेस्ट कन्डक्ट गरेको बादमा चाहिँ जुन चाहिँ डक्टरले प्रोभिजनल पिएम रिपोर्ट इस्यु गर्छ त्यसमा चाहिँ त्यो मृतकको डेथ चाहिँ बिकज अफ एक्सपेसिया स्मोदरिङ भनेर चाहिँ हामीले रिपोर्ट पाएको छ है। एन्ड जुन चाहिँ स्मोदरिङ भएको छ त्योसँग जुन चाहिँ हामीले जुन चाहिँ एरेस्ट गरेको छ त्यो दुईजनाको हामीले त्यो स्मोदरिङको रिपोर्ट है एन्ड द स्टेटमेन्ट गिभन बाई द एलिजेड पर्सन चाहिँ कोरोबरेट गर्दैछ। मिन्स स्मोदरिङ एक्सपेसिया चाहिँ एयरवेज आफ्नो जुन चाहिँ ब्रिदिङ एयरवेज छ त्यो उसलाई सफोकेट गरेर कसैको मृत्यु भयो भने चाहिँ द्याट इज एक्सपेसिया स्मोदरिङ त्यसैलाई भन्छ है, सास थुनिनु। र उसको स्टेटमेन्टमा पनि जुन चाहिँ मदन तामाङ एक्युज छ उसलाई स्टेटमेन्ट उठाउँदाखेरि पुलिसले उठाउँदाखेरि उसको स्टेटमेन्ट पनि त्यही छ कि मैले चाहिँ 3 बजेर एराउन्ड 3 बजीतिर मैले चाहिँ खाङ्री पेट्रोल पम्पदेखि नै उसलाई फलो गरेर लगेको हो र मैले चाहिँ घरमा चाहिँ अब उसलाई एट्याक गर्दाखेरि चाहिँ उसले अलिकति हल्ला गर्दाखेरि चाहिँ मैले उसको अगाडिबाट होइन पछाडिबाट चाहिँ मैले उसलाई चाहिँ उसको नाक मुख सबै थुनेर मैले उसलाई मारेको हो भनेर उसको स्टेटमेन्ट छ। र त्यो उसको स्टेटमेन्ट र यताको उसको जुन चाहिँ रिपोर्ट अफ द डिसिज्ड पनि कोरोबोरेटिभ छ है। सो वी हेभ एरेस्टेड है एन्ड हि इज इन द पुलिस कस्टडी नाउ। दिस इज द इन्फर्मेसन। एक्युजको चाहिँ अब नेम रिभिलेसन चाहिँ अब एजमा है, इफ ही अर सी इज अ माइनर है एन्ड जो पोक्सो केसेसतिर त्यसमा चाहिँ रिभिलेसन गर्नु पाइन्न। त्यही मर्डर केसमा त त्यस्तो केही छैन एन्ड द एज इज अल्सो हि इज 20 years old है। पास्ट क्राइम त त्यस्तो रेकर्डमा छैन जस्तो लाग्यो है। He was involved in previous petty crimes like snatching, burning, pickpocket and all that. त्यस्तो रेकर्डमा चाहिँ अहिलेसम्म छैन। That is not इन द रेकर्ड। लुटपाट इन द सेन्स अब उसको भर्बटिम जुन चाहिँ स्टेटमेन्ट छ त्यसमा चाहिँ उसले चाहिँ एक्युजले चाहिँ एक्चुअली चाहिँ पैसाको लागि है, उसकोमा पैसा हुनुपर्छ है र पैसा मेरोमा छैन है र पैसाको लागि नै मैले गरेको, तर पैसा भन्ने चाहिँ मैले भेटिनँ। र उसको 2टा मोबाइल त्यो जुन चाहिँ डिसिस्डको 2टा मोबाइल थियो त्यो चाहिँ मैले लिएँ भनेर उसको स्टेटमेन्ट छ। त्यस्तो छैन। जहाँसम्म लाग्दछ कन्ट्राभेन्स सब्सटेन्सेसको एब्युजर होइन। No, bare hands. Yangang.